ओइ ओइ टिक्ली भयो हा टिक्ली ಯಾರಿದು ಗುಜ್ಜು ಯಾರಿದು फाइनल्ली हामी चाहिँ रेडी भएको अवस्था कस्तो देखिन्छु त भन्नु होला यो त उल्टो भयो कि के होला ल अब हामी यस्तो घाममा चाहिँ हामी यता हुनुहुन्छ हाम्रो सरजी भिडियोमा निरन्तरता दिने होला कति बेला त म तपाईँलाई नि म अघि त्यो भान्चीको भाइ कसरी सुतिरहेको हामी लन्डनतिर हामी कतातिर लन्डनतिर लन्डन ए म त ओहो मेरो दाइ कहाँ पुग्यो त अहिले हेलो कहाँ भन्दा आउन हामी पनि पुग्न लागेका छौँ ल माला त पुगिसक्यो 25 किलोमिटर मात्रै छ दाइको मेरो दाइ आइपुग्यो
बाटो भुल्यो कता हो आउनुलाई छौँ ती तपाईँ बाइक कहाँ हुनुहुन्छ अहिले बाटो भुलेको अवस्था बिहान घाम झुल्केको बेला उठेर हिँडेको मान्छे अहिलेसम्म पुग्यो मन आज कस्तो नराम्रो लागिरहेको तपाईँहरू जस्तो गाडी चलाउनु अब यताबाट स्टार्ट के भयो कस्तो हो नि हाम्रो सर इंजन साथी पनि अब के नै भयो नि वेलकम ल द अरे कस्तो राम्रो हो
गाह्रो छ नि साथीभाइ, गाह्रो छ नि हो, गाह्रो छ नि हो। खुदा देखा न तुझे ये रात बिगड्यो त गई यहाँबाट आएको मान्छे इतना ज़्यादा गाड़ी का अंदर कुछ आदमी मेरा वीडियो देख रहा है तो माफ़ी मांगने को चाहती हूँ, क्योंकि अनजान में वीडियो बना के डाल रही हूँ मैं। किसी का गाड़ी नंबर देखने अभी सॉरी। क्या मेरो बिहानदेखि पक्रिँदा पक्रिँदा हात दुखिसकिसक्यो। डेस्टिनेसन भनेको चाहिँ पुग्नलाई गाह्रो भयो। प्रतीक्षाको फल मिठो हुन्छ भन्छ नि, त्यही भएर प्रतीक्षा गर्नुपर्छ साथीभाइहरू। यात्रा कहाँसम्मको त ओ खै त नि देखिनुहुन्न त, उहाँ त अहिलेसम्म देखिनु भएको छैन त। धेरै भयो कि क्या हामी यता नआएको नि? हामी थाके बाबा थाके। इतना खुसी छोडेर कसैले मलाई गिफ्ट गरिदिनु मन छ भने यता आएर किनेर गिफ्ट गरिदिँदा हुन्छ है साथीभाइहरूलाई। जरो लाग्यो ल, डेस्टिनेसन चाहिँ यहाँसम्मकै थियो। गएर बसौँ, यहाँलाई मस्त हेर्दैले हुने बाचा। लौ दूरैबाट त त्यही भन्ने रे। ल दूरै बस्छु। पुरो लास्ट बस्नु। लाइट त लगाउनु लै हो। ओइ आशा, और एक फोटो मेरोमा। कति बेकार छु कति। ल एटा एकछिन बस्नु, अब स्टार्ट हुने बेला भयो। कस्तो राम्रो देखिन लाग्छ हौ भ्यू। सबैभन्दा सिङ्गल चाहिँ यहाँ नै मेरो मेरा मेरा प्रिय मेरो माइला दाई। अब छिट्टैभन्दा छिट्टै चाहिँ जेठानी दिदीको आगमन गराउनु। यता हेर्नु न तपाईँ अब खिच्ने। यो लाइटिङ सकिनु भन्न 5 मिनेट अगाडि गाडी निकाले भाइ म फर्स्ट भन्ने रे। पाछो जाममा 1 घण्टा यहाँ लगाला। सबैभन्दा चाहिँ यो दाइकै फोटो खिच्ने भिडियो खिच्नु मन लागन्छ क्या। 1 घण्टा अगाडि किनभने तपाईँ नै सिङ्गल हुनुहुन्छ होइन होइन, तपाईँ सिङ्गल हुनुहुन्छ। हेर्नु अघि पनि मेरो एनिभर्सरीमा गिफ्ट छैन भन्नुभयो, मलाई छैन चाहिँदैन, तर मलाई एउटा जेठानी दिदी गिफ्ट चाहियो। खोज्नु जाउँ। बिहानदेखि हिँड्ने पछाडिको डेस्टिनेसन पुग्नु त पुग्यो कति बेला हो। नेपालमा भयो भने जय नेपाल भन्ने के यहाँसम्म नै हाम्रो डेस्टिनेसन थियो। अब रात एक भिडियो फोटो खिचिदेऊ न त। अब लगाउन अब झ्याप्पो त शिवजीको मुखमा
टाइम भएको र अब ल यहाँदेखि चाहिँ मैले भोइस कभर गरेको किनभने यहाँ यो शिवजीको लाइटिङ हुँदाखेरि चाहिँ ब्याकग्राउन्ड म्युजिक बजिरहेको थियो, त्यही भएर मैले भोइस कभर गरेँ। हेरिराख्नु होला, मैले नै फर्स्ट टाइम हेरेको। अब यसरी चाहिँ लाइटिङ हुने रहेछ। हामी यही हेर्नलाई चाहिँ बिहानदेखि अनि यात्रा गरिरहेको थियौँ, बल्ल बल्ल पुग्यौँ अनि हेऱ्यौँ पनि, रमाइलो पनि भयो। त्यही भएर सरी त्यही भएर लास्टसम्म हेरेर साथ दिनु होला। अनि भोइस कभर चाहिँ किन गर्यो भनेर नसोच्नु होला, किनभने कपिराइट लाग्यो भने मेरो पुरा भिडियोहरू आफै डिलिट हुन लाग्छ। त्यही भएर चाहिँ मैले भोइस कभर गर्न बाध्य भएको हो। त्यही हो साथीहरू। यहाँ चाहिँ लाइटिङ परिकारको हुने रहेछ। अनि यहाँको लाइटिङले चाहिँ पर बादल माथि पनि लाइटिङ हुने जस्तो प्रोजेक्टरबाट जोडेको रहेछ, तर मैले बादलतिरको चाहिँ देखाइनँ। त्यही भएर धेरै ब्याकग्राउन्ड म्युजिकहरू बजिरहेको थियो। त्यही भएर कस्तो खोकिला छ। यही हेर्न राति कुदेर सन्चनी छैन पनि, के गर्ने, यस्तै छ साथीहरू। लास्टसम्म हेरेर साथ दिनु होला, त्यही भन्न चाहे। किनभने यत्रो दुःख गरेर भिडियो एडिटिङ गर्दा गरेर लास्टमा कपिराइट लागेर डिलिट गर्नु पर्यो भने लास्टै नमन्छ। त्यही भएर अहिले नै भोइस कभर गरेको, नराम्रो नसोच्नु होला होइन। कस्तो खोकी लाग्यो। यहाँ चाहिँ धेरै राम्रोहरू देख्नु चाहिँ पाइयो, तर रियलमा जस्तो रियलमा चाहिँ भएन होइन। किनभने रियलमा चाहिँ मस्त थियो, राम्रो देखिरहेको थियो, तर भिडियोमा चाहिँ यस्तो अलिक के नै छ र जस्तो देखिनु लाग्छ है साथीहरू। Transmitted the profound science of yoga in its full depth and dimension. It was a vision of the very core of the cosmos in all its profundity and magnificence, a vision of the unfathomable mysteries of the universe, a most overwhelming vision that sages and Devi Parvati had ever witnessed. भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला, किनभने फुल वाचिङको जरुरी छ। त्यही भएर है नत्र भने राम्रो हुँदैन होइन। स्टार्ट गरे पछाडि लास्टसम्म हेर्न त पर्छ। त्यही हो साथीहरू। यहाँ चाहिँ प्रकारको हुन्छ कि त्यहाँ अब कति बेला शिवजी हुन्छ, कति बेला पार्वती हुन्छ, कति बेला के गर्दै गरेको हुन्छ, कति बेला के गर्छ। तर रियलमा चाहिँ राम्रो देखिन लाग्थ्यो।
स्पष्ट देखिन होला त्यो होइन, रिलमा चाहिँ अब त्यति राम्रो देखिएको छैन। त्यही पनि लास्टसम्म हेरेर साथ दिनु होला भन्न चाहे। त्यही हो। कति बेला पार्वती हुनुहुन्छ, कति बेला शिवजीको मूर्ति हो, तर पार्वती पनि देखिनुहुन्छ है त। रियलमा चाहिँ हेर्नुभयो भने धेरै राम्रो देखिन्छ त। त्यो रिलमा र रियलमा अलिक उनी फरक हुन्छ, भिन्नतै फरक हुन्छ है। धेरै गाना बजिरहेछ क्या, व्याकरण म्युजिक शिवजीको, त्यही ताण्डव नाचेकोहरूको म्युजिक देखाइरहेछ। त्यही भएर मैले भोइस कभर गर्नु परेको, यहाँ आफ्नो स्वरले नभ्याएर कस्तो भइरहेको। त्यही पनि तपाईँहरूको लागि भए पनि भोइस कभर गरेर देखाइरहेको छु। भिडियो चाहिँ लास्टसम्म हेरेर प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला भन्दै, फुल वाचिङको लागि धन्यवाद तपाईँहरूलाई। थ्याङ्क यू सो मच। सब्सक्राइब, लाइक, सब्सक्राइब, सेयर चाहिँ गर्न नबिर्सिनु होला भन्दै छुट्टिन चाहन्छु। जस्तो कि बाई।